तपाईहरुको जुन दृढता छ, इलाम बनेको देख्ने, इलामको जनताले सेवा पाउने जुन तपाईहरुलाई एउटा विश्वास छ, सपना बोक्नु भएको छ, त्यो सपनाको कारणले गर्दाखेरि एउटा ऊर्जा मिल्छ भनेर मैले विश्वास दिएको छु। त्यही कारणले गर्दाखेरि यति भनिरहँदाखेरि मैले फेरि पनि यहाँ दोहोर्याउन चाहन्छु, तपाईले दिनुभएको यो जुन विश्वास छ, तपाईले जुन मलाई सहयोग साथ दिनुभएको छ, त्यसमा यो संसदको बेलामा पनि मैले त्यसरी नै भूमिका निर्वाह गरेँ भन्ने मलाई लाग्छ। यहाँबाट चुनिनुभएका प्रतिनिधिहरू, यहाँ उपस्थित सम्पूर्ण मेरा अग्रज अभिभावकहरूले मलाई पटक पटक फोन गरेर गजगजाउने काम गर्नुभएको छ। यहाँबाट तपाईहरूले मलाई पटक पटक मलाई फोन गरेर इलामको यो समस्याको विषयमा सुनाउनु भएको छ। यहाँबाट पटक पटक तपाईले मलाई काम गर्ने एउटा ऊर्जा दिनुभएको छ, तपाईले त्यो दृढता ममा भरिदिनु भएको छ। त्यसै कारणले गर्दाखेरि अहिलेसम्म जुन जे कामहरू भएको छ, मैले अघि न हाम्रो अभिभावकज्यूले मयसँगले मैले भनेको कुरा एउटा फेरि पनि दोहोर्याउन चाहन्छु। अहिलेको यो विशेष परिस्थितिमा भएको चुनाव, विशेष परिस्थितिमा आइलागेको हाम्रो यो जुन चुनौती छ, त्यो एउटा मान्छे होइन, नेकपा एमाले उभिँदैछ। त्यही कुरालाई सापटी लिँदै अहिलेसम्म भएको कामहरू पनि जुन विपदको बेलामा हामी दौड्यौं, सुहान नेम्बाङ र यो समूह दौड्यो होइन, नेकपा एमाले दौड्यो। उपनिर्वाचनमा जितेको त्यो पनि नेकपा एमाले जितेको। अहिलेसम्म जुन रवि राखे भेडेटार, दमक चिसापानी, नेपालडार मंगलबारे जे कुराहरूको योजनाहरूको यहाँ रकम आएको छ, बजेट विनियोजन भएको छ, त्यो नेकपा एमाले, तपाईहरु सम्पूर्णलाई श्रेय जान्छ। तपाईहरु सम्पूर्णको कारणले गर्दाखेरि यो सम्भव भएको छ। त्यही कारणले गर्दाखेरि यहाँ उपस्थित सम्पूर्ण अग्रज अभिभावकहरू, मित्रहरू, मैले फेरि पनि दोहोर्याउन चाहन्छु, यस्तै प्रतिबद्धता र यस्तै विश्वास, यस्तै भरोसाको कारणले गर्दाखेरि म एउटा कडीको रूपमा तपाईहरुको अगाडि स्थापित भएको छु। तपाईहरुलाई केन्द्रसँग जोड्ने, केन्द्रको सरकार, प्रदेश सरकार, स्थानीय सरकारको जुन हाम्रो यो अवधारणा छ, यसलाई पटक पटक समन्वय गर्ने लगायतको थुप्रै कामहरूमा म एउटा कडीको रूपमा, एउटा परिवारको रूपमा म तपाईहरुको अगाडि उपस्थित भएको छु। त्यो उपस्थित भइरहँदाखेरि तपाईले जुन विश्वास र भरोसाको साथ मलाई फेरि पनि अगाडि सार्नु भएको छ, मैले हृदयदेखि नै तपाईलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु।